रिनु ओ रिनम हजुर सुन न एकछिन यहाँ आउ न औ यहाँ आउ न किन हौ घरबाट लैदिने सुन न मैले त्यो एउटा फ्लिपकार्टमा जुत्ता हेरेको थिएँ कि अन्त दामी रहेछ हौ ए ठिकै छ अन्त कति रहेछ दाम चाहिँ दाम 1960 रुपियाँ रहेछ हौ आम्मा कति हेरे दाम 1960 हो खाइदा खाउँ त हेरौँ म किन्छु ल दामी छ ल होस् पर्दैन म बजार जाँदैछु पर्सि म गोल घरबाट 300-400 रुपियाँको मजाको ल्याइदिन्छु किन्छु नि हौ पर्दैन नकिन्नु त्यस्तो महँगो दामको कोही बेला बिमारहरू हुन्छ अहिले जमाना कहाँ पुगिसक्यो पर्दैन नकिन्नु 2000 त हो नि कहाँ होस् हुँदैन त्यस्तो अहिले जमाना कहाँ पुगिसक्यो सेभिङ्सहरू गर्नुपर्छ पछि केही बिमार हुँदाखेरि ठिकै हो जुत्ता दामी छ तर अब किन्नु पनि पुरा ठिकै हो पर्सि ल्याइदिन्छ होइन 300-400 भन्दा दामी छ होइन दामी छ दामी ल्याइदिन्छु 300-400 मा राम्रो पाउँछ ल हेलो ए हजुर हो त ए हजुर यहाँनिर टकबर यो प्रणामी मन्दिर माथिल्लोपट्टि हो प्रणामी मन्दिरमा ए हुन्छ त्यो मन्दिरको एउटा साइडमा बाटो छ नि त्यहाँनिर आइदिनुहोस् न म त्यहाँ पर्खिरहेको ए हुन्छ मेरो त्यो पार्सलको प्राइस चाहिँ कति छ होला है तपाईँको 5,500 छ ए 5,500 पर्यो किन्छु ल दामी छ ल होस् पर्दैन म बजार जाँदैछु पर्सि म गोल घरबाट 300-400 रुपियाँको मजाको ल्याइदिन्छु ए हुन्छ म आएँ ल